अन्त अर्को प्लट चाहिँ त्यसकै त्यही प्लटकै अपोजिटमा छ हो। यहाँ हेर्नुहोस् तपाईँको 4 कट्टा तपाईँको पिएमजी रोडबाट 50 मिटर 50 मिटर्स त्यही हो 3 नम्बरको हो। अनि यो प्लट चाहिँ तपाईँको 4 कट्टा छ। फ्रन्ट चाहिँ तपाईँको ठुलो पाउँछ, यहाँदेखिको लिएर यो जुन चाहिँ बाउन्ड्री छ बाउन्ड्रीदेखिको लिएर यो वलसम्म पाउँछ तपाईँले। फ्रन्ट डल्लै आयो तपाईँको हो, डल्लै आएको छ। अनि बाटो पनि तपाईँले 16 फिटको पाउनु हुँदैछ। यहाँ 16 फिटको बाटो परसम्म घरहरू हेर्नुहोस् पुरै बनिसकेको छ हो। तपाईँको पछाडि चाहिँ परसम्म जान्छ यो वलसम्म। एकपट्टिको वल तपाईँले नगरे पनि हुन्छ। राम्रो छ प्लट, घर बनाउनुको लागि दामी प्लट निस्केको छ, रेसिडेन्सियल हो। अनि यो प्लट चाहिँ तपाईँको पत्थरकट्टा 3 नम्बरमा पिएमजी रोडबाट 50 मिटर्समा छ। रेसिडेन्सियल प्लट सबै हाम्रो माथिकै नेपालीहरूकै घरहरू छ बनाएको, किनेर घरहरू बनिँदैछ। यहाँ पनि ठुलो घर बनेको छ दामी हो। यहाँ चाहिँ छ तपाईँको 4 कट्टा जेनरल रेजिस्टर्ड ल्यान्ड, पत्थरकट्टा खतियान ल्यान्ड हो। यसको भिजिटको लागि तपाईँहरूले कन्ट्याक्ट गर्नु होला, नम्बर दिएको हुन्छ स्क्रिनमा, वाट्सएप गर्दा पनि हुन्छ तपाईँहरूले। यहाँबाट सिधा गयो भने चाहिँ तपाईँ मेन रोड निस्किएको त्यो बाटो पत्थरकट्टा 3 नम्बरको योको अपोजिटको गल्ली। यही हो तपाईँको प्लट चाहिँ।